हेलो गाइस, धेरै दिनपछि हामीहरू भिडियोमा आइरहेको छौँ। तर यो भिडियोमा को हो भनेर भन्नु होला, यहाँ हाम्रो सोल्टी हुनुहुन्छ हो कि नै। धेरै टाढाबाट आउनुभएको छ शारजा, जो कि यहाँलाई 4 महिना लाग्यो यो ठाउँमा आउनलाई। 4 महिनापछि आउनु भएको छ होइन। यो शारजादेखि बर्दुबे आउनलाई 4 महिना लाग्यो। त्यो 4 महिना लाग्नुको कारण कति भने बहुत टाढा छ, त्यो एकदम टाढा। त्यहाँ भने के भने गाडी मिल्छ, बसहरू मिल्छ होइन, मेट्रो पनि मिल्छ, तर आउनलाई फेरि त्यो बसमा चढे चाहिँ आधी घन्टामा आउँछ। तर उहाँको लागि बहुत टाढा हो त्यो पनि होइन, टाढा हो नि। हाम्रो सोल्टी यो हामी बर्दुबेमा छौँ। यो बर्दुबेको पार्क, और यो पार्कलाई भन्छ नेपाली पार्क होइन। हामी नेपाली पार्कमा आज आएको छौँ। सोल्टीलाई लिएर आएँ मैले, स्पेसली सोल्टीलाई मैले उहाँबाट घुमाउनलाई नै मैले बोलाएको। स्पेसली सोल्टीलाई आज मैले फुल घुमाइरहेको छु, फुल खाने पिने फुल इन्जोय गराइरहेको छु। डकार मारी मारी खाएर आउनु भएको छ यहाँले। बिरयानी खायो कि नै भन्नु त? चिकन बिरयानी, चिकन बिरयानी फुल खिलाएर आएको छु। 250 रुपियाँको चिकन बिरयानी मासु बिनाको 250 दिरामको चिकन बिरयानी खिलाएर ल्याएको छु यहाँलाई। फुल इन्जन उल्टी गरी गरी खानुभयो यहाँले। यति खानुभयो कि यहाँले बस्दै बचेन क्या, बिरयानी बस्दै बचेन। सो गाइज, यो हो बर्दुबे, और बर्दुबेको आज घुमाइ भइरहेछ सोल्टी और मेरो चट्टसँग। बर्दुबेको नजारा हेर्दाखेरि यस्तो छ बर्दुबे, यो पार्कै पार्क छ। भिजिट गर्नु होला चट्टसँग। दुबईतिर आएपछि बर्दुबेतिरको भिजिट चाहिँ जरुर गर्नु होला। तर धेरै राम्रो के हो, प्याटे प्याट गाठे यस्ता मान्छेहरू पनि छन् यता। फेरि हाम्रो भिडियो यस्ता मान्छेहरू पनि छन्। भिडियो पुरा खराब, तर तपाईँ जानुहुन्छ, यस्तै जानुहुन्छ। किनभने भिडियो मैले हालिदिन्छु, सोल्टीलाई पनि हालिदिन्छु होइन, सोल्टीलाई पनि देखाउँछु के हो भनेर। सो गाइज, अब समुद्रतिरको हाम्रो अब यता यो पार्कलाई छोडेर हामीले बिदाई गरेर हामीहरू चाहिँ अब समुद्रतिर घुम्नलाई हामीहरू हिँडिसक्यौँ यहाँबाट। तर मौसम भने पानी पर्ने जस्तो गरेको छ। आज चाहिँ पानी दह्रो पर्छ जस्तो छ, किनभने दुबईमा पानी आफै भने कहिले पर्दैन रे, पानी पार्नुपर्छ रे। तर यो पानी पार्न लायो या कि पानी आफै पर्न लायो या पार्न लायो त्यो पनि थाहा छैन। तर पानी पार्ने जस्तो गरेको छ। तर पानी पर्नुभन्दा पहिला बादल गाद्राङ गुद्रुङ गर्छ हाम्रो चाहिँ। तर यहाँ चाहिँ बादल बुदल केही पनि गाद्राङ गुद्रुङ गरेको छैन, सिधा अँधेरो और पानीको थोडा थोडा बुँदहरू गिरिरहेछ भनेपछि पानी पर्ला जस्तो गरिरहेछ। सो सोल्टी र म अब चट्टसँग बर्दुबेको एकदम समुद्र तर पुगिसकेको छौँ। र यो समुद्रमा हामीहरू डुब्की भनेको पक्कै पनि लगाउँदैनौँ हामीले, हो कि नै। तर समुद्रको चाहिँ फोटो भिडियो चाहिँ राम्रो बनाउँछौँ भन्ने हामीलाई लागिरहेछ। सो हामीहरू भिडियोको भन्दा पनि अब कहाँनिर बर्दुबेको कहाँनिर पुग्यो त्यो पनि थाहा भएन। तर बर्दुबेको हामीले जे हो समुद्रमा यही हो समुद्र, बर्दुबेको यही हो यो समुद्र बर्दुबेको। तर घुम्ने ठाउँ चाहिँ उतापट्टि हो कि होइन? कता त्यो पुरानो बिल्डिङहरू भएको, पुरानो जमानाको बिल्डिङहरू छ नि त, कहाँ हो हामीहरू चाहिँ कतातिर आयौँ त्योहरू थाहा भएन। किनभने अस्ति म आएको ठाउँमा त यस्तो बिल्डिङहरू थिएन त यार। त्यो बिल्डिङ थियो क्या त्यहाँ पुरा, त्यो बसेर अस्ति जो भिडियो बनाएको थिएन मैले। खै सोल्टीले कताको बर्दुबे लिएर आउनु भयो। हुन त बर्दुबे लिएर आउनु, तर कताको बर्दुबे लिएर आउनु। जहाँ फोटो खिच्ने ठाउँ पनि थियो नि, के हो फोटो खिच्ने ठाउँ त्यहाँ हो अरे। सो गाइज, यही हो बर्दुबे जो हाम्रो एकदम दुबईमा धेरैभन्दा धेरै फोटोहरू भिडियोहरू आउँछन् बोटमा बसेर। तर बोट पनि खै त्यो पुरानो बोट देखिएको छ, सायद अगाडितिर होला। बोट चाहिँ धेरै छ यहाँ, अगाडितिर छ बोटहरू धेरै। त्यो अब बोटहरू उतापट्टि छ, सोल्टी र म यतातिर छौँ। हामी के यही हेर्न हो, यही हेरेर भयो हेरेर फोटोहरू खिच्ने हो। अब यहाँबाट फोटोहरू चाहिँ हान्नुहुन्छ हाम्रो सोल्टीले, त्यसको बाद हामी जान्छौँ। तर अगाडि चाहिँ बोटहरू धेरै थियो, तर यतापट्टि बोट छैन। फेरि पनि सोल्टीले पता नै यहाँ किन लिएर आउनुभयो मलाई पनि थाहा छैन। ल त्यो भिडियोले यहीँनिर एन्ड गरेर 2-4वटा फोटो
झ्याममा हालेर फेरि हामीहरू अब सोल्टीले फेरि होटलतिर लगेर मासु भात के हुन् खिलाउँछु भने आज पनि थकाली खिलाउँछु भनिरहनु भएको छ कि मना गरेँ मैले नखिलाउनु भने फेरि पनि मान्नु भएको छैन। अहिले फेरि थकालीको भिडियो आउँछ, फेरि थकालीमा गएको भिडियो आउँछ। अहिले हाम्रो सर यहीँ हुनुहुन्छ, अहिले हामी उतातिर गयो भने भिडियो चट्टोसँग आउँछ। यो यस्तो छ सिन, यो हो बरदुबईको सीन हो यो। भाई रात का टाइम हो गया है। हेलो गाइस, इस टाइम हम दुबई में हैं और दुबई में रात का टाइम हो गया और दुबई में एक चीज़ देखा मैंने, वो है बैंक ऑफ बड़ौदा। वो है जो दिख रहा है, वो इधर जो दिख रहा है ना, वो बैंक ऑफ बड़ौदा है। बड़ौदा बैंक है दुबई में और बरदुबई में है, बरदुबई में। इस टाइम हम बरदुबई में अब जा रहे हैं भाई। हम कहाँ जा रहे हैं? कहीं तो जा रहे हैं। सो गाइज अब हामी होटलतिर जाने हाम्रो प्लान भइसक्यो। सोल्टीसँग गफसप भयो के खाने के नखाने भनेर 1 घन्टा डिस्कस हुनुको बाद बल्ल लास्टमा फाइनलमा हामी पुगिसक्यौँ। अब फाइनलमा पुगिसकेपछि अब नजाने भन्ने कुरै छैन। जान्न भने चाहिँ फेरि पनि खिचिरहनु भएको छ यहाँले मलाई, जाने भनेर तानिरहनु भएको छ। त्यही भएर अब हामीहरू चट्टसँग अब बरदुबई यो समुद्रलाई छोडेर अब हामीहरू चट्टसँग होटलतिर भन्दा पनि रेस्टुरेन्ट, होटल लिन गएको थिएँ। होटल के जाने र हामी रेस्टुरेन्टतिर हामीहरू जाँदैछौँ। ल जाऊँ सोल्टी गाइज। अब चट्टोसँग अब सोल्टीले हात यसरी माथि राखेर जाम भनेर लगेर गइरहनु भएको छ होइन। अब गइरहेको छु म। जान्न भने चाहिँ फेरि धक्का मारिरहनु भएको छ। हात यहाँ छ, धक्का मारिरहनु भएको छ यसरी। धक्का मारेर फेरि के हो, पब्लिक बोलेछ फेरि। यो त फेरि मार्न नि लतारी फेरि के हो, पारा भएन नि त। खाना त पाइयो तर फेरि त्यस्तो भन्छ। रात परिसक्यो के को चस्मा लगाउने आँटे लाजा मन मान्छेले के भन्ला, चस्मा छडाउनु पऱ्यो नि त। अब त टाइम ज्यादा भइसक्यो। सोल्टी हाम्रो के लगाइरहनु भएको छ, त्यही भएर अगाडि जानुभएको छ। तर सोल्टी थोडा फास्ट हिँडेपछि धुवा छोडिरहनु भएको छ फेरि मलाई। सो गाइज अब चट्टसँग अब भिडियो भने अब बनिसक्यो भन्दा पनि बनिरहेछ। छोटो भिडियोहरू बनाउँदै राख्दै गरिरहेको छु मैले। यो भिडियो चाहिँ बादमा गएर एडिट गर्नुपर्छ। एडिट गरेर फेरि यो भिडियो छिटोभन्दा छिटो युट्युबमा आउँछ। तर आज छुट्टी थियो, सोल्टीको पनि छुट्टी और मेरो पनि छुट्टी। त्यही भएर छुट्टीको दिनमा हामीहरू चट्टसँग घुम्न आएको बरदुबईतिर। यो बरदुबईतिरको लोकेसन नेपालीहरू धेरै जसो अरू ठाउँभन्दा पनि यही ठाउँमा धेरै हाम्रो नेपालीहरू चाहिँ मिल्नुहुन्छ। त्यही भएर यो बरदुबई लोकेसन नेपालीहरूको एकदम घुम्ने ठाउँ र मिल्ने चाहिँ एकदम बनेको ठाउँ रहेछ यो। अब यहाँ फेरि नेपालीहरू धेरै छ, धेरै नेपालीहरू यहाँ मिल्छ। सो गाइज अब हामी झन् और अगाडि आइरहेको छौँ। अझै नेपालीहरू मिलबाड्ने भेटघाट गर्ने ठाउँतिर छौँ हामीहरू। सो चलो भिडियोलाई अब यही एन्ड गरेर फेरि अब हामीहरू रेस्टुरेन्टतिर गयो। एयरप्लेन जस्तो छ यो त, के हो यो बोर्ड पनि प्लेन जस्तो छ त हो। खतरनाक बनेको बोटी चाहिँ यस्तो छ बरदुबईतिरको नजारा। यो बरदुबईतिरको नजारा यस्तो छ बरदुबईतिरको नजारा यो। ल अब छ भिडियोलाई अब यहीँ चाहिँ अहिले एन्ड गर्छु म। यहीँ सिकेका छौँ हामीहरू सोल्टी रेस्टुरेन्ट ढल्नु होला क्या सोल्टी बाहिर अलि भिडभाडै छ भन्नाले अब चट्टोसँग सोल्टी माउन्टेन ड्यु डर के आगे जिते भन्दै पिरहनु भएको छ। डर के आगे जिते सामानो रहेछ। सामानो र हाम्रो सोल्टीले धेरै अर्डर गर्नुभएको छैन, धेरै चाहिँ अर्डर गर्नुभएको छैन। यिनीहरूमा चाहिँ सोल्टीले चुज गर्यो भने चाहिँ नयाँ उसमा कोठे मोमो यही अर्डर गर्नुभएको छ। 2 प्लेट मोमो खाएर फेरि अरू के खिलाउँछु भन्नुभएको छ। अब उसको बाद फेरि म आएपछि हेरौँ।
र सोल्टीको अर्डर पनि आइसक्यो। अब मोमो चारवटासम्म कोठे मोमो हाल्दैछौँ। कोठे मोमो थोरै तेल हालेर तेलको उपरबाट त्यो मोमोलाई राखेर कडक बनाएर एउटा कोठे मोमो गाइस टन्नै खायो। अब खाएर अब रेस्टुरेन्टबाट निस्किसक्यौँ। पेट पनि टम्मै भइसक्यो। अब गएर ट्याङ लाएर सुत्नुपर्छ। बिहानको 8 बजेको ड्युटी छ। त्यो 8 बजेको ड्युटी छ भने बिहान 6 बजे उठ्नुपर्छ। उठेर फेरि आइँदै गरेर ड्युटीतिर हिँड्नुपर्छ। त सो गाइस अब आजको बर्दुबेतिरको भिडियो यत्तिकै हो र यत्तिकैमा हामीले अब भिडियो समाप्त गर्छौँ। अरू यो ठ्याक्कै बस पार्क हो। बस पार्कको सामुन्ने नेपालीको रेस्टुरेन्ट रहेछ। त्यो नेपालीको रेस्टुरेन्टमा गएर टन्नै खाएर आइसक्यो। पेट भरिसक्यो। अब गएर टन्नै खाने। अब घुम्म लाएर सुत्ने हो कि जस्तो यहीँबाट जाउँ सिधा। सो गाइज ल बस पार्कमा पुगिसक्यौँ। यो बस पार्क बर्दुबेको बस पार्क हो। यो बर्दुबेको बस पार्क तर बसबाट नगएर हामीहरू मेट्रोबाट जान्छौँ। त्यही भएर मेट्रो स्टेसनतिर हामीहरू जाँदैछौँ। ठ्याक्कै बस पार्कको जस्ट अगाडि फेरि मेट्रो स्टेसन छ। त्यही भएर मेट्रो स्टेसनबाट हामीहरू मेट्रोमा गइरहेछौँ घर। हो कि न सोल्टी? तँ आज घुमाइ कस्तो भयो भन्नु न त। मस्त भयो। अब अरू त के भन्नु त, ठिकै भयो, राम्रै भयो। ठिकै भयो राम्रो भयो होइन? ठिकै भयो राम्रो भयो अरे। ठिकै पनि भयो राम्रो पनि भयो नि। अब चट्टसँग अब गइरहेछ ल। सो बाई बाई गाइज। फेरि अर्को छुट्टीमा फेरि अर्को भिडियो बनाएपछि भिडियो लिएर फेरि आउँला। हो कि नि? सो अहिले त्यो भिडियो आजलाई गरेर यतिलाई एन्ड गर्दैछु। यो भिडियोलाई यहीँ बर्दुबेदेखि बाई बाई गर्छु। सो बाई बाई। मेट्रो स्टेसनमा बेटा वेट गर्दैछु। मेरो मेट्रो आइरहेको छ। अझै 3 मिनेट बाद आइरहेको छ मेट्रो। त्यसपछि बस्नु भन्नु आएको छ। यहीँ बसेर मेरो मेट्रो रातिको बेला नाइट मार्केटको वरिपरि सोल्टीलाई आज के चाहियो भन्नुभएको छ। सोल्टी लिएर आउनु भएको छ। के चाहियो सोल्टी तपाईँलाई? के चाहियो? मलाई मेरो पेन्टी गच्छ झुन्डाउनलाई चाहियो। हो पेन्टी गच्छ अरू के आउँछ क्या तपाईँको भिडियो? आउँछ।